हेलो साथीहरू, स्वागत छ आफ्नो च्यानल डियर गुरुमा। आज हामीहरू जान्न गइरहेछौँ कि एउटा राम्रो नेता कसरी बन्ने। राम्रो नेता बन्न भनेको केवल पद प्राप्ति होइन, जनताको विश्वास, सम्मान, सेवाको भावना बोकेको हुनुपर्छ, जसले तपाईलाई प्रभावकारी नेतृत्वकर्ता बन्न मद्दत गर्नुहुन्छ। यहाँ केही महत्त्वपूर्ण पक्षहरूबारे हामी चर्चा गर्नेछौँ, जस्तो कि 1 नम्बरमा छ नैतिकता र इमानदारी हुनुपर्छ। सिद्धान्त कायम राख्नुहोस्, जस्तो आफ्नो विचार, कार्य र निर्माण पारदर्शिता र इमानदारी अपनाउनुहोस्। भ्रष्टाचार, स्वार्थ र अहङ्कारबाट टाढा रहनुहोस्। जवाफदेही बन्नुहोस्, जस्तै गल्ती स्वीकार गर्ने साहस र जनताप्रति जवाफदेही हुनुपर्छ। जस्तो कि 2 नम्बरमा छ जनसेवाको मनसाय हुनुपर्छ। सामुदायिक समस्यामा ध्यान दिनुहोस्, जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी, महिला सशक्तिकरण जस्ता मुद्दाहरूमा सक्रियता देखाउनुहोस्। सहानुभूति र संवेदनशीलता, जस्तै गरिबी, असमानता र पीडितको पीडा बुझ्ने र समाधानका लागि काम गर्नुहोस्। अनि 3 नम्बरमा छ स्पष्ट दृष्टि र योजना बनाउने क्षमता हुनुपर्छ। लक्ष्य निर्धारण गर्नुहोस्, जस्तै समाज वा देशको विकासका लागि दीर्घकालीन र छुटकालीन योजना बनाउनुहोस्। जनतासँग संवाद गर्न आउनुपर्छ, जस्तै आफ्नो दृष्टिकोण सबैले बुझ्न सक्ने सरल भाषामा प्रस्तुत गर्नुहोस्। अनि 4 नम्बरमा छ नेतृत्व क्षमता विकास हुनुपर्छ। टिमवर्कलाई प्रोत्साहन दिनुहोस्, जस्तै अरूको सुझाव सुन्नुहोस् र सहकार्यमा विश्वास राख्नुहोस्। निर्णय क्षमता, जस्तै समयमा ठोस निर्णय लिने साहस र बुद्धिमत्ता विकास गर्नुहोस्। सङ्कट व्यवस्थापन, जस्तै आपतकालीन अवस्थामा शान्ति रही समाधान खोज्ने क्षमता बढाउनुहोस्। अनि 5 नम्बरमा छ शिक्षा अनुभव हुनुपर्छ। राजनीतिक ज्ञान बढाउनुहोस्, जस्तै इतिहास, अर्थशास्त्र, कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गर्नुहोस्। प्र्याक्टिकल अनुभव, जस्तै स्थानीय विकास परियोजना, युवा सङ्घ वा सामाजिक अभियानमा सहभागी हुनुहोस्। 6 नम्बरमा छ जनसम्पर्क र संरचना कौशल। सक्रिय सुन्ने कला, जस्तै जनताको आवश्यकता र समस्यालाई ध्यान दिनुहोस्। प्रभावकारी बोल्ने क्षमता, जस्तै भाषण, लेख वा सोसल मिडिया मार्फत आफ्नो विचार प्रस्तुत गर्न सक्नुहोस्। नम्रता र सम्मान, जस्तै सबै वर्ग, जाति र लिङ्गका मानिसहरूप्रति समान व्यवहार गर्नुहोस्। अनि 7 नम्बरमा छ लगनशीलता र धैर्य र असफलताबाट सिक्नुहोस्। जस्तै राजनीतिमा उतार चढाव आउँछ, तर हार नमान्ने मनोबल राख्नुहोस्। दीर्घकालीन प्रतिबद्धता, जस्तै जनताको सेवा भन्ने भावना लिने र फाइदाको लागि मात्र होइन। अनि 8 नम्बरमा छ नवीनता र रचनात्मकता। समस्याको समाधानमा नयाँ दृष्टिकोण, जस्तै प्रविधि, नवीन योजना र युवाको ऊर्जालाई प्रयोग गर्नुहोस्। सिप विकास, जस्तै युवाहरूको रोजगारी, स्टार्टअप र शिक्षामा नीतिगत पहल गर्नुहोस्। अनि 9 नम्बरमा छ उदाहरण बन्नुहोस्। व्यक्तिगत जीवनमा अनुशासन, जस्तै आफ्नो जीवनशैली नै प्रेरणा दिने गरी जिउनुहोस्। सामाजिक उत्तरदायित्व, जस्तै आफ्नो समय, पैसा र शक्ति समाजको कल्याणमा लगाउनुहोस्। अनि अन्तिम 10 नम्बरमा छ राजनीतिक सहिष्णुता र एकता। विचारधारात्मक सहमति, जस्तै विपक्षी दलसँग पनि सम्मानजनक संवाद गर्नुहोस् र राष्ट्रिय एकताको लागि काम गर्नुहोस्, जस्तै जात, भाषा, धर्मभन्दा माथि उठेर राष्ट्रिय निर्माणमा लाग्नुहोस्। र अन्त्यमा यही भन्न चाहन्छु कि एउटा राम्रो नेता बन्नको लागि चरित्र, क्षमता र करुणा तिनै आवश्यक छन्। यो यात्रा सजिलो छैन, तर सच्चाइ, मेहनत र जनताप्रतिको प्रेमले यसलाई सार्थक बनाउनमा मद्दत पुर्याउँछ। नेपाली समाजले अहिले इमानदार, दूरदर्शी र जनताको आवाज उठाउने नेतृत्वकर्ताको अपेक्षा गरेको छ। आशा छ कि त्यो भूमिका तपाईँले पुरा गर्न सक्नुहुन्छ। साथीहरू, कस्तो लाग्यो भिडियो कमेन्ट गरेर भन्नुहोला। यदि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्, किनकि यस्ता भिडियोहरू हामी अपलोड गर्दै रहन्छौँ। हस्, धन्यवाद साथीहरू।